तपाईं जे चाहनुहुन्छ अनि जे खोज्नुहुन्छ त्यो सबै एकै छानोमुनि पाउन सके कति जाति हुने थियो, होइन? सायद यस्तै परिकल्पनामा तपाईं हुनुहुन्छ होला। तपाईंको यो कल्पना छिट्टै साकार हुँदैछ। एकै स्थानमा सबै सेवा नपाएको तापलाई छहारी प्रदान गर्न अब जुर्मुराइसकेको छ छाया सेन्टर। हरेकको आवश्यकतालाई एकै छानामुनि पूरा गर्न तयार हुँदैछ छाया सेन्टर। एकै छाताभित्र यो एक आकर्षकीय पर्यटकीय स्थल पनि हो। छाया सेन्टरले पूरा नभएका आवश्यकता पूरा गर्नेछ। ठमेल भित्रै मौलाउँदै गरेको एउटा महान सपना, विशिष्ट ठमेल निर्माणको परिकल्पना। एक व्यक्ति तथा परिवारले आफ्नो बहुमूल्य समयलाई छाया सेन्टर भित्र निकै उपलब्धिमूलक बनाउन सक्छ, बिना कुनै तनाव, बिना कुनै झन्झट। छाया सेन्टरको छाताभित्र सिनेमा हल, फुड कोर्ट, गेमिङ जोन लगायतका सेवाहरू पाइने हुँदा धेरैको गन्तव्य बन्नेछ यो केन्द्र। पर्यटकहरूलाई मध्यनजर गरेर सुरु गरिएको यस छाया सेन्टर परियोजना अन्तर्गत एउटै छानामुनि नेपाल आउने पर्यटकहरूलाई चाहिने सम्पूर्ण कुराहरू उपलब्ध हुनेछ। एकातिर हामीले अत्यावश्यकीय यो सुविधा तथा प्रविधिहरूले सुसज्जित 5 तारे होटेलको परिकल्पना गरेका छौँ भने करिब 250 भन्दा बढी पर्यटनसँग सम्बन्धित र नेपाली ग्राहकहरूलाई पनि लक्षित गरेर जुन चाहिँ सामग्रीहरूको चाहिँ एउटा चाहिँ पसल सञ्चालन हुन्छ र त्यसबाहेक त्यहाँ कन्फरेन्स सेन्टर, ब्याङ्केट हल र 450 भन्दा बढी गाडी पार्किङ गर्ने जुन सुविधा त्यसमा उपलब्ध हुन्छ। त्यसले यो छाया सेन्टरलाई एउटा सामान्य व्यापारिक कम्प्लेक्स मात्र नभएर एउटा टुरिज्म डेस्टिनेसन भनेर भन्छौँ, यसले पर्यटकीय गन्तव्यको रूपमा चाहिँ पहिचान दिनेछ र सायद चाहिँ सम्पूर्ण दक्षिण एसिया मा नै यस्तो किसिमको परियोजना अहिलेसँग सञ्चालन भएका छैनन्। त्यसै कारण हामी पर्यटन व्यवसायीहरू पनि अत्यन्त उत्सुक तथा लालायित भएर यसलाई चाहिँ एउटा नेपालको उत्कृष्ट नमुना परियोजनाको रूपमा एउटा चाहिँ पस्कनको लागि हामी चाहिँ लागि परेका छौँ। झन्डै 400 सवारी साधन पार्किङ गर्न सक्ने छाया सेन्टरमा पार्किङ अत्यन्तै सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको हुनेछ। उपभोक्तालाई यो क्षेत्रमा कुनै पनि किसिमको पार्किङको झन्झट हुने छैन। यस्तो किसिमको जुन चाहिँ बिल्डिङ हामीले स्थापना गर्न लागेका छौँ, यसमा चाहिँ कुनै किसिमको हेल्थ सेक्टर हामीले चाहिँ गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो। म पनि यो कन्स्ट्रक्सन फिल्डमा चाहिँ धेरै वर्ष भएको हुनाले सधैँ के चाहन्छु भने हाम्रो बिल्डिङ जो बन्छ भूकम्प प्रतिरोधक हुनुपर्छ भन्ने म चाहन्छु है। त्यसकारण के छ भने हरेक किसिमको इन्जिनियर्सहरू, टेक्निकल मान्छेहरू लगाएर हामी कन्सल्टेन्टहरूलाई जिम्मा दिएर हामीहरू चाहिँ डिजाइन गर्छौँ। र यो बिल्डिङ जुन छ यो चाहिँ 4 फ्लोर अफ कमर्सियल फ्लोर, त्यसपछि 8 फ्लोर चाहिँ होटेल हुने हुनाले र अग्लो बिल्डिङ हो। यस्तो किसिमको बिल्डिङ प्रायः काठमाडौँमा कमै छ। कुनै एक व्यक्तिले वा परिवारले चाहेको सबै कुरा छाया सेन्टरभित्र प्राप्त हुने हुँदा निश्चय पनि यो लोकप्रिय बन्नेछ। शपिङको लागि होस् वा स्वदेश तथा विदेशमा बनेका खानाका विशिष्ट परिकारको लागि स्पेशल फुड कोर्टको व्यवस्था नै किन नहोस्। यो क्षेत्रले सबैको मन जित्नेछ भने खानाका विविध परिकार पाइने थुप्रै रेस्टुरेन्टहरूले देशी तथा विदेशी परिकारको स्वाद पस्कनेछन्। नेपालकै कन्टेक्स्टमा टुरिज्म सेक्टरलाई फर्दर सपोर्ट गर्नको लागि ठमेल जस्तो एउटा पर्यटकीय गन्तव्य जहाँ चाहिँ मोर देन 80% टुरिस्ट नेपाल आउने टुरिस्ट एकपल्ट भए पनि छिर्छन्, त्यो ठाउँमा चाहिँ एउटा यस्तो प्रोजेक्ट होस् जहाँ कुनै टुरिस्ट आएपछि उसले नेपालै फिल गरोस्, नेपालमा आउँदाखेरिको उसलाई फिलिङ कम्प्लिटली आओस् भन्ने हाम्रो कन्सेप्ट हो। र यो ठाउँमा आएपछि ऊ यहाँ बस्ने खाने सुविधादेखि लिएर घुम्ने डुल्ने भनौँ एउटा टुरिस्टले
नेपाल आएर उसले खोज्ने सम्पूर्ण सुख सुविधा र सम्पूर्ण चिजहरू होस् भन्ने हिसाबले हामीले सुरु गरेको प्रोजेक्ट हो यो। यसमा झन्झनै 200वटा पसलहरू छन् जहाँ उसले भनौँ न नेपालमा भएको इच एन्ड एभ्री नेपालको जुनसुकै ठाउँमा हुने ह्यान्डिक्राफ्ट्सलाई पनि हामी यहाँ अकुमुलेट गर्छौँ र यो ठाउँमा भनौँ न टुरिस्टले खोज्ने थाङ्कादेखि लिएर हरेक आइटम यहाँभित्र होस् र यहाँभित्र ऊ छिरेपछि यहाँभित्र ऊ 8-10 घन्टा आफै हराओस्। र अर्को एउटा यो प्रोजेक्टको एउटा विशेषता के छ भन्दाखेरि थमेल एकदम टुरिस्टको पपुलर ठाउँ भए पनि थमेलमा टुरिस्ट बस्दैनन्। कारण के भन्दा यहाँ सुविधा छैनन्। हो धेरै टुरिस्टलाई बस्न मन लाग्छ तर ठाउँ छैनन्। हामीले यहाँ 200वटा रुमको एउटा 5 स्टार स्ट्यान्डर्डको एउटा हामीले होटेल क्रिएट गर्न गइरहेछौँ र यो होटेल भएपछि एउटा स्तरीय एउटा भनौँ न एउटा हाई स्ट्यान्डर्डको टुरिस्ट पनि बस्न सकोस् भन्ने हाम्रो प्लान हो। र सँगै अब हामी बाहिर जाँदाखेरिको पनि फिलिङ हो, टुरिस्ट आउँछ दिनभरि डुल्छ, साँझ भएपछि उसँग गर्ने एक्टिभिटिज हुँदैन। भनौँ न थमेल आउँछन् 1-2टा रेस्टुरेन्ट होला जाने ठाउँहरू, त्यो बाहेक साँझको एक्टिभिटिज छैन। हामीले यो ठाउँ चाहिँ एउटा यस्तो ठाउँ बनोस् जहाँ चाहिँ टुरिस्टले 24 घन्टा एउटा इजिली टाइम पास गर्ने ठाउँ भेटियोस् भन्ने हाम्रो परिकल्पना हो। 400 सवारी अट्ने पार्किङ क्षेत्र, 250 शपिङ स्टल तथा कम्तीमा 7वटा विशिष्ट श्रेणीका रेस्टुरेन्ट तथा सिनेमा हलहरू 24 घण्टा चालु रहनेछन्। नेपालमा पहिलो पटक आएको अवधारणा अनुसार स्थापना हुन गइरहेको 5 तारे होटललाई प्रारम्भमै सञ्चालनमा ल्याई पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्नेछ। थमेलभित्र गाडी नलगाऊ भन्दाखेरि त्यो अप्सन भएन, किनभने अर्को विकल्प दिनु पर्यो। थमेलभित्र गाडी नलगाऊ भन्नलाई कहीँ एउटा पार्किङ ठाउँ दिनु पर्यो, अनि मात्रै त मान्छेले हिँड्छन् थमेलमा। हाम्रो टार्गेट चाहिँ हाम्रो ठाउँमा हामीले 400वटा गाडी पार्किङ क्रिएट गर्न गइरहेछौँ। थमेल जाने मान्छे हामी कहाँ आओस्, गाडी हामी कहाँ पार्क गरोस् र हिँडोस्, र हामीले चाहिँ थमेललाई एउटा पेडेस्ट्रियन जोन गर्न सपोर्ट गरौँ भन्ने हाम्रो प्लान हो। अब हाम्रो प्रोजेक्ट आएपछि नेचुरली पार्किङ भएको कारण र फेसिलिटी भएको कारणले गर्दाखेरि हाम्रो ठाउँ त वान अफ द बेस्ट थमेल प्लेस हुन्छ नै। त्यो बाहेक पनि अहिलेको कोर थमेल एरियालाई डेभलपमेन्टको लागि फर्दर सपोर्ट गर्छ। किनभने भनौँ न फर इक्जाम्पल थमेलमा टुरिज्म सेन्टर हो र पेडेस्ट्रियनाइज गर्यो भने त थमेल त मान्छे हिँड्नलाई प्लिजेन्ट हुन्छ, मान्छे कम्फर्टेबली हिँड्न सक्छ। र हाम्रो प्रोजेक्टले गर्दाखेरि स्तरीय टुरिस्ट यहाँ बस्छ। भनौँ न 200वटा रुममा अब सिजनको टाइममा 400 जना टुरिस्ट अल द टाइम, रेसिडेन्ट टुरिस्ट, त्यो पनि अलिकति भनौँ न हाई क्वालिटी टुरिस्ट यो ठाउँमा हुनु भनेको यसले थमेललाई पुरै सपोर्ट गर्छ। र हामीले क्रिएट गर्न खोजेको के भन्दाखेरि थमेलभित्र आउने आइटम, थमेलभित्र पाउने रेस्टुरेन्ट होस्, सामान होस्, त्यो सबै हामी एक ठाउँमा अकुमुलेट गर्न सकौँ र यसले थमेललाई पनि रिप्रेजेन्ट गरोस् र थमेललाई पनि ओभरअल सपोर्ट गरोस्। थमेलको मुटुमै रहेकोले पनि छाया सेन्टर पर्यटक केन्द्र बन्ने छ भने नेपाली परम्परागत र आधुनिकताको एक प्रकारको फ्युजनको केन्द्र समेत बन्नेछ। यो स्थानमा रहने गेमिङ जोन होस् वा मनोरञ्जनको लागि मल्टिप्लेक्समा चल्ने विभिन्न स्वदेशी तथा विदेशी सिनेमाहरू नै किन नहुन्। छाया सेन्टरभित्र मनोरञ्जनका विविध साधन उपलब्ध हुनेछन्। यो मनोरञ्जनको केन्द्र पनि बन्नेछ। व्यावसायिक महत्त्वको हिसाबले हेर्नुहुन्छ भने थमेलमा सबैभन्दा कम व्यावसायिक महत्त्व भएको क्षेत्र यो भगवानबाल हो। थमेलको कुनै ठाउँमा एउटा पसलको चाहिँ प्रति महिना 2 लाख भाडा आउँछ भने यहाँ 7-8 हजार रुपियाँ पनि लिन गाह्रो हुन्छ। त्यस हिसाबमा यो छाया सेन्टर आएपछि जुन किसिमको आर्थिक क्रियाकलापहरू यहाँ वृद्धि हुन्छ, जुन चाहिँ मुभमेन्ट हुन्छ र जुन महत्त्व यस ठाउँले बढ्छ, डेफिनेटली त्यसको चाहिँ व्यावसायिक लाभ यहाँका स्थानीयहरूले पाउँछन् र त्यसकारण पनि उहाँहरू असाध्यै उत्साहित हुनुहुन्छ। यहाँको गुठी, यहाँको स्थानीय समुदाय, यहाँको लोकल क्लबका युवा भाइहरू, उहाँहरू सबैले हामीलाई सहयोग गरिरहनु भएको छ र यो प्रोजेक्ट चाँडो आओस् भनेर उहाँहरू लालायित हुनुहुन्छ।
अर्कोतर्फ आज हाम्रो प्रोजेक्टमा तपाईँले देख्नु भएको छ 24 घण्टा काम भइरहेको छ र यसले उहाँलाई डेफिनेटली आफ्नो चाहिँ दिउँसो चाहिँ आफ्नो चाहिँ लाइफमा र रातिको निन्द्रामा डिस्टर्ब गर्छ र पनि उहाँहरू यो सहेर पनि यो प्रोजेक्ट चाँडो कम्प्लिट होस् भन्ने चाहिँ एउटा इच्छामा हुनुहुन्छ किनभने चाँडो प्रोजेक्ट आयो भने चाँडो उहाँहरूले यसको लाभ पाउनुहुन्छ र अर्कोतर्फ उहाँहरूमा एउटा चाहिँ डर के थियो भने यो प्रोजेक्ट यत्रो आउँदाखेरि कतै चाहिँ यो चाहिँ उहाँहरूको चाहिँ वरिपरिको घरहरूको संरचनामा केही ड्यामेज हुने हो कि चर्किनी भत्किनी हुने हो कि भन्ने डर थियो त्यसको लागि हामीले नगरपालिकासँग समेतको सहभागितामा उहाँहरूलाई कन्फिडेन्समा लिएर उहाँहरू सबैको यो वरिपरिको घरहरू सबैको हामीले इन्सुरेन्स गरेका छौँ त्यसबाहेक केही ड्यामेज भयो बिग्रियो भत्क्यो भने हामीले चाहिँ त्यसलाई चाहिँ तुरुन्त निर्माण गर्नको लागि उहाँहरूको एकजना इन्जिनियर हाम्रो एकजना इन्जिनियर र नगरपालिकाको एकजना इन्जिनियरको कमिटी पनि बनाएर त्यसलाई चाहिँ अहिले 24 आवर एक्टिभेट गरिरहेका छौँ उहाँहरूले सबै यहाँको रेकर्ड किपिङ गरिसक्नु भएको छ भने अर्कोतर्फ यहाँ चाहिँ भगवान बाल मन्दिर छ मेरो अगाडि होइन यहाँ कति चाहिँ यो प्राचीन पौराणिक पुरातात्विक महत्त्वका कुराहरू छन् यी सबै कुराहरूलाई पनि हामीले हाम्रो प्रोजेक्ट मार्फत सकेसम्म चाहिँ संरक्षण गरौँ भनेर हामी लागि परेका छौँ यो मेरो पछाडिको रुख हेर्नुहोस् यहाँको जनताहरूको भनाइमा यो 300-400 वर्ष पुरानो रुख रे यो रुख नमरोस् र हाम्रो प्रोजेक्टको कारणले यो रुख चाहिँ यहाँबाट हटाउन नपरोस् भनेर यो रुखलाई हामीले संरक्षणको सूचीमा राखेका छौँ र आगामी दिनमा अब यस्ता अन्य कुराहरूमा पनि हामी चाहिँ सामूहिक रूपमा चाहिँ हामी चाहिँ लागिरहनेछौँ। यस्ता विशिष्ट प्रकृतिका सुविधा 24 घण्टा उपलब्ध हुनेछन् छाया सेन्टरमा अनि यो क्षेत्रको अर्को विशेषता भनेको के पनि हो भने छाया सेन्टर निदाउने छैन तर उपभोक्ताहरूलाई भने आराम प्रदान गर्नेछ 24 घण्टा। छाया सेन्टरमा आउनुपर्ने धेरै कारणहरू छन्। सबभन्दा पहिलो कारण मैले भन्नुपर्दाखेरि ठमेल जस्तो ठाउँमा जुन कोर सिटी हो हामीले यति धेरै पार्किङको अरेन्जमेन्ट गरेका छौँ। आजकल पार्किङ नभइकन कुनै पनि ठाउँ चल्दैन र ठमेललाई अझ विकास गर्नको लागि पनि यो पार्किङले धेरै ठुलो सपोर्ट गर्छ जस्तो लाग्छ मलाई पहिलो कुरो। दोस्रो कुरो हामीसँग 200वटा रुमको 5 स्टार होटल र त्यो 5 स्टार होटलमा बस्ने स्तरीय गेस्टको रिक्वायरमेन्ट अनुसार यो ठाउँमा हुने जति पनि बिजनेस एक्टिभिटिज छ त्यो बिजनेस एक्टिभिटिज धेरै राम्रो हुन्छ र हामीले यो ठाउँ चाहिँ एउटा टुरिस्टको एउटा डेस्टिनेसन नै होस् भन्ने हिसाबले हामीले काम गरेका छौँ र यो डेस्टिनेसन नै हुन्छ। यहाँ बस्ने 400 जना टुरिस्ट मात्रै हैन ठमेलमा आउने 80% टुरिस्ट हाम्रो कम्प्लेक्समा आउनुहुन्छ अलमोस्ट सबै भन्ने हामीलाई पुरा विश्वास छ। त्यो कारणले गर्दाखेरि यो ठाउँ भनेको एउटा बिजनेस सेन्टर हुने गइरहेछ। आफ्टर 2 या 3 वर्षमा यो ठाउँ एउटा बिजनेस सेन्टर हुन्छ, यो ठाउँ एउटा जङ्सन पोइन्ट हुन्छ। हाम्रो प्रोजेक्टमा अहिले तपाईँले हेर्नुभयो भने सबै मल क्लोज टाइपको मल हुन्छ जहाँ चाहिँ एक्टिभिटिज सबै इनसाइड द मल मात्रै हुन्छ। हाम्रो जम्मा ल्यान्ड कभरेज 40% मात्रै हो, 60% ल्यान्ड ओपन स्पेस छ र त्योमा पनि एउटा सेन्ट्रल कोर्टयार्ड झन्झनै 12,000 स्क्वायर फिटको ओपन कोर्टयार्ड छ, ओपन टु स्काई। जुन प्लेस चाहिँ वुड बी वान अफ द ह्यापनिङ प्लेस र जुन प्लेस चाहिँ मलाई लाग्छ आजको 3 वर्षपछि कुनै मान्छेले आइडेन्टिटी दिँदाखेरि थमेल भेटौँ भन्दाखेरि को चाहिँ त्यो कोर्टयार्डमा भेटौँ भन्ने खालको अन्डरस्ट्यान्डिङ हुन्छ। भनेपछि मैले भन्नुपर्दाखेरि यो ठाउँ एउटा बिजनेस सेन्टर हुन गइरहेछ, काठमाडौँको एउटा भेरी इम्पोर्टेन्ट बिजनेस सेन्टर हुन गइरहेछ र त्यो कारणले गर्दाखेरि यो टुरिज्म सेन्टरमा जो कोही आउनुहुन्छ एउटा अब्जेक्टिभ एउटा बिजनेस अब्जेक्टिभ लिएर आउनुहुन्छ उहाँहरूलाई डेफिनेटली फ्रुटफुल हुन्छ भन्ने मलाई विश्वास छ। हाम्रो सोच अलिकति फरक छ। हामीले म्यानेजमेन्ट हामी जहिले पनि बसेर तपाईहरु चाहिँ पसल मात्र चलाऊ भनेर भन्न सक्ने अवस्था हामीसँग पनि थियो, तर हामीले चाहिँ होइन यसलाई एउटा इनोभेटिभ वेबाट लिएर जानुपर्छ, म्यानेजमेन्ट राम्रोसित हुनुपर्छ र सबैलाई सेटिस्फ्याक्टरी हुनुपर्छ भनेर हाम्रो टार्गेट जति पनि त्यहाँ हुने स्पेस ओनरहरू छ सबैलाई हामीले सेयर पनि दिने हो र उहाँहरूले आफैले म्यानेजमेन्ट गर्ने हो र त्यो हुँदाखेरि मलाई विश्वास छ उहाँहरू सबैले आफ्नै ठाउँ आफै राम्रो गरौँ र आफै विकास गरौँ, अझ यसलाई आफै सपोर्ट गरौँ भन्ने हिसाबले म्यानेजमेन्ट हुन्छ। काठमाडौँको ठमेल छिर्ने यो चोक जुन नारायणहिटी संग्रहालयको पश्चिमी गेट जाने बाटोमा पर्छ,
गार्डन अफ ड्रिम्स हुँदै ठमेल क्षेत्रमा पाइला राखेपछि केही उत्तरतर्फ हिँडेपछि छाया सेन्टरले तपाईँलाई स्वागत गर्नेछ। लामो समयको सङ्क्रमण कालको कारणले गर्दाखेरि हाम्रो एउटा निर्माण शक्तिको चाहिँ क्षमतामा ठुलो ह्रास आएको छ। उदाहरणको लागि हेर्नुहोस्, हाम्रो मलेम्ची योजना आज दशकौँ भयो। सिनामङ्गलको त्यो बागमतीको पुल हेर्नुहोस्, त्यो 5 वर्ष भयो चाहिँ त्यो कम्प्लिट हुन सकेको छैन। यी सबै कुराहरूलाई च्यालेन्ज गर्ने गरी यो प्रोजेक्ट आएको छ। यो अहिले मेरो पछाडि जुन तपाईँले देख्नु भएको छ, यो 3 महिनाको हाम्रो काम हो होइन। यसले के कुराहरूलाई चाहिँ प्रस्फुटित गर्छ, स्थापित गर्छ भने हामीभित्र काम गर्न सक्ने र कुनै पनि विकास निर्माणको आयोजनालाई समयमै सम्पन्न गर्न सक्ने क्षमता हामी नेपाली चाहिँ कामदार र चाहिँ जनशक्तिभित्र छ होइन। त्यो कुरालाई चाहिँ यो प्रोजेक्टले स्थापित गरेको छ र आगामी दिनमा मलाई के विश्वास छ भने निर्माणको क्षेत्रमा यो प्रोजेक्ट एउटा चाहिँ उदाहरणीय नमुनाको रूपमा स्थापित हुनेछ र यसले सरकारी तथा गैर सरकारी क्षेत्रलाई यस्तै गतिमा चाहिँ चाँडो चाँडो काम सम्पन्न गरेर जनतालाई विकासको फल चाँडो दिनको लागि र लाभान्वित गराउनको लागि चाहिँ अलिकति प्रेसर क्रिएट गर्छ। त्यसै कारण पनि यो प्रोजेक्ट चाहिँ एकदमै महत्त्वपूर्ण छ भन्ने मैले आशा गरेको छु। ठमेलको परिभाषालाई सम्मानित र गौरवमय बनाउनका लागि छाया सेन्टरको यो बामेसराई पक्कै पनि कोसे ढुङ्गा बन्नेछ, किनकि तिनै कर्मठ हातहरू छन् जसले आफूलाई समाजका विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका छन्। यो प्रोजेक्ट निर्माण गर्नमा नेपालका चाहिँ प्रमुख तथा स्थापित ब्याङ्कर पृथ्वीबहादुर पाण्डेको